दिपेन्द्र सुवेदी अफिसियल युट्युब च्यानल हेरेर बसिरहनु भएका सम्पूर्णमा म दिपेन्द्र सुवेदीको तर्फबाट नमस्ते। आज फेरि म तपाईहरुको लागि अर्को एउटा नयाँ भिडियो लिएर आइसकेको छु। पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। आजको भिडियोमा चाहिँ तपाईहरुलाई मैले जुन जापान जानको लागि जस्तो अहिलेसम्म वर्किङ भिजा अनि स्टुडेन्ट भिजा जुन दुईवटा भिजामा चाहिँ हामी जापान गइरहेका छौं। धेरै स्टुडेन्टहरु चाहिँ जापान गइरहनु भएको छ। जस्तो स्टुडेन्ट भिजामा जापान जाँदाखेरि अनि वर्किङ भिजामा जस्तो वर्किङ भिजा भन्ने बित्तिकै हामीले पढेर पास गरेर जाने जुन एसएसडब्ल्यू भिजा छ, एसएसडब्ल्यू वर्किङ भिजा, स्पेसिफाइड स्किल वर्किङ भिजामा चाहिँ जापान जानको लागि हामीले पढ्नुपर्ने बुकहरु कुन बुकहरु चाहिँ पढेर चाहिँ हामी जुन एसएसडब्ल्यू भिजामा जापान जानको लागि चाहिने आवश्यक एक्जामहरु पास गर्न सक्छौं भन्ने विषयमा चाहिँ छलफल गर्ने छौं। जस्तो आजको भिडियोमा चाहिँ हामी जापानको बुक जुन जापान जानको लागि भाषाको एक्जाममा जेएफटी जापान फाउन्डेसन टेस्ट अथवा जेएलपीटी एन्फो पास गरेर चाहिँ हामी जापान जानको लागि भाषाको एक्जाममा चाहिन्छ जुन जेएफटी अथवा जेएलपीटी एन्फो पास गरेर जानुपर्ने हुन्छ। त्यसैगरी स्किल पास गर्नुपर्ने हुन्छ। जस्तो धेरै स्टुडेन्टहरुले चाहिँ मलाई मेसेज गर्नुहुन्छ, फोन गरेर सोध्नुहुन्छ, बुझ्नुहुन्छ सेन्से यो हामीले स्किलमा जान चाहिँ के गर्नुपर्छ, स्किलको ट्रेनिङ लिनुपर्छ कि के गर्नुपर्छ भन्ने कुराहरु चाहिँ धेरै सुनिएको छ। जस्तो जापानको हकमा भन्दाखेरि चाहिँ हजुरहरुले के गर्नु पर्यो भन्दाखेरि जस्तो स्किलको चाहिँ बुक हुन्छ। जस्तो अहिलेसम्म खुलेको भनेको अब एग्रिकल्चर अनि त्यसपछि गएर यो फुड सर्भिसमा खुलेको छ। त्यस्तैगरी नर्सिङ केयर गिभर भयो। यो चाहिँ विशेष चाहिँ अहिले हामीलाई जुन जापानबाट डिमान्डहरु आइरहेको हुन्छ जस्तो फुड सर्भिस र नर्सिङ केयर गिभर, यो दुईवटा सेक्टरमा चाहिँ एकदमै कामदारहरु चाहिँ लगिरहेको अवस्था छ जापानको हकमा भन्दाखेरि। जस्तो हामीले अब जापान जानको लागि चाहिँ जस्तो एसएसडब्ल्यू वर्किङ भिजामा जापान जानको लागि के गर्नुपर्छ त, जस्तो कुन बुकहरु पढ्नुपर्छ अनि के पास गर्नुपर्छ भन्ने कुराहरु चाहिँ आजको भिडियोमा हजुरहरुलाई बताउने कोसिस गरेको छु। पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। जति पनि स्टुडेन्टहरु हुनुहुन्छ यस भिडियोलाई पहिलो पटक हेर्दै हुनुहुन्छ अथवा यस च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, कमेन्ट अनि शेयर गर्न नबिर्सिनु होला। साथै यस च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। जस्तो हामीले एसएसडब्ल्यू भिजामा जानको लागि चाहिँ सुरुमा चाहिँ N5 पढ्नुपर्ने हुन्छ। जस्तो N5 लेभल चाहिँ 0 लेभल देखिको हो। जस्तो सुरुमा N5 त्यसपछि N4 हुँदै जाने हो। जस्तो सुरुको लेभल भनेको N5 लेभल हुन्छ। जस्तो हामीले सुरुमा N5 लेभल पढ्दाखेरि चाहिँ कुन बुक पढ्ने त तपाईलाई म बुक पनि देखाउँछु आजको भिडियोमा। जस्तो N5 मिनानो नियोनको भन्ने बुक छ। यो हेर्नु होला, मिनानो नियोनको बुक छ यो है। यो बुक पढ्नुपर्ने हुन्छ सुरुमा हामीले। यो चाहिँ 25 लेसनसम्म हुन्छ। जस्तो 1 लेसन देखि 25 लेसनसम्म चाहिँ यो बुक हामी पढ्छौं। जस्तो यो बुक चाहिँ 1 घण्टाको दरले पढ्नुभयो भने 3 देखि 3.5 महिनामा चाहिँ सकिन्छ है। दिनको 1 घण्टाको दरले कोर्स पढ्नुभयो भने यो 3 देखि 3.5 महिना लाग्छ। यो बुक चाहिँ एकदम राम्रोसँग पढ्नुपर्ने हुन्छ। त्यसपछि गएर हामीले N5 चाहिँ जस्तो स्टुडेन्ट भिजामा जाँदाखेरि वर्किङ भिजा जुनसुकै भिजामा जाँदा पनि यो बुक चाहिँ पढ्नै पर्ने हुन्छ। तपाई वर्किङमा जानुस् अथवा स्टुडेन्टमा जानुस्, यो मिनानो नियोनको जुन N5 बुक छ यो बुक चाहिँ पढ्नै पर्ने हुन्छ है। यो हजुरहरुले देख्नु होला यो बुक छ। त्यसैगरी N4 पढ्नुपर्ने हुन्छ। N5 सकेपछि N4 चाहिँ मिनानो नियोनको पार्ट 2 भन्छ। यो आई लेखेको छ है, यो आई छ यहाँ पार्ट 2 है। यो पार्ट 2 लेखेको छ। यो चाहिँ हामीले N4 मा गएर पढ्नुपर्ने हुन्छ। जस्तो 26 लेसन देखि 50 लेसनसम्म चाहिँ यो बुक हुन्छ। जस्तो N5 मा 1 लेसन देखि 25 लेसनसम्म, त्यसैगरी N4 मा चाहिँ 26 देखि लिएर 50 लेसनसम्मको हुन्छ। यो बुक चाहिँ हामीले पढ्नुपर्ने हुन्छ। जस्तो स्टुडेन्ट भिजामा जानेहरुले चाहिँ
नर्मली पनि N5 अनि N4 चाहिँ अवश्य पढ्नु होला, जसरी पढेरै जानुपर्ने हुन्छ। जस्तो धेरै स्टुडेन्टहरू चाहिँ N5 पढ्नुहुन्छ अनि जानुहुन्छ, अनि उता गइसकेपछि अब जबहरू गर्नलाई चाहिँ अब त्यति भाषा जानेको हुँदैन N5 पढ्दाखेरि, अनि N4 पनि अलिक पढेर जानुभयो भने चाहिँ हजुरहरूलाई जापान गएर कुनै पनि समस्या आउँदैन। N4 पनि पढेर जानुभयो भने, जस्तो N5 मात्रै पढेर जानुभयो भने चाहिँ समस्या हुनसक्छ, किनकि अब उहाँ गइसकेपछि कामहरू गर्नुपर्ने हुन्छ। काममा अब सुरुमा त इन्टरभ्यू हुन्छ, इन्टरभ्यूमै अब बोल्न त्यति सकिरहेको हुँदैन, त्यहाँमाथि भनेको कुराहरू पनि अलिक बुझिँदैन। अब N4 पनि पढ्नु भने चाहिँ अलिकति सहज हुन्छ। यो कुराहरू चाहिँ ध्यान राख्नु होला। जति पनि स्टुडेन्टहरू हुनुहुन्छ जापानको लागि तयारी गरिरहनु भएको छ, वर्किङ भिजामा को लागि तयारी गरिरहनु भएको होला, जुनसुकै भिजामा जानको लागि तयारी गरे पनि मिनिमम भने चाहिँ हामीले N5 र N4 चाहिँ पढ्नै पर्ने हुन्छ। जस्तो N4 पढ्नको लागि जस्तो N5 3 देखि 3.5 महिना, N4 पनि त्यस्तै लाग्छ, 3 महिनादेखि 3.5 महिना लाग्छ। 1 घन्टाको दरले दैनिक पढ्नुभयो भने त्यो पढ्दाखेरि चाहिँ लगभग 6 महिना, 6 देखि 6.5 महिनामा चाहिँ हामीले N5 N4 पढिसक्छौँ। यो चाहिँ हजुरहरूले विचार गर्नु होला है। अब हामीले चाहिँ के गर्छौँ भन्दाखेरि जस्तो कसरी पढ्दाखेरि तपाईँहरूलाई राम्रो हुन्छ, जस्तो अब कसरी चाहिँ अगाडि बढ्दा राम्रो हुन्छ भन्दाखेरि त्यो पनि हजुरहरूलाई म बताउन चाहन्छु। सानो मेरो सल्लाह चाहिँ हजुरहरूलाई दिन चाहन्छु। जस्तो N4 पढ्दै गर्दाखेरि जस्तो 26 लेसनदेखि 50 लेसनसम्मको N4 कोर्समा चाहिँ 35-36 लेसन जति पुग्दाखेरि 20तिर पुगिसके पछाडि चाहिँ हजुरहरूले के गर्नु पर्यो भन्दाखेरि हामीले JFT को कोर्स पनि अगाडि लैजानु पर्यो। फेरि जस्तै N4 सकाएपछि JFT पढ्छु भन्दाखेरि चाहिँ टाइम अलि धेरै जाने हुँदाखेरि चाहिँ हामीले N4 को 35-36 लेसन जति पुगिसकेपछि 26बाट पढ्दै जाँदा 35-36 पुगिसकेपछि अब 1 घन्टा क्लास त लिइरहनु भएकै हुन्छ। अर्को 1 घन्टाको क्लास लिएर जस्तो हामीले मारुगोतोको रिखाइ एलिमेन्ट्री 2 को 1 यो पढ्ने, यो पढ्दै गर्ने। त्यसपछि यो पढेर सकिन लाग्दाखेरि हाम्रो N4 पनि लगभग सकिन्छ। अथवा यो N4 नसके तापनि हामीले अर्को जुन रिखाइ 2 छ यो पढिसकेपछि यो पढ्छौँ, अथवा यसको बिचतिर पुग्यो भने जे होस् तपाईँहरूले N4 पनि पढ्ने, यो पनि जस्तो यो दुईवटा बुक भयो। रिखाइ एउटा 1 को छ, एउटा 2 को छ। रिखाइ एलिमेन्ट्री 2 को 1, रिखाइ एलिमेन्ट्री 2 को 2 है। यो भइहाल्यो, मारुगोतो अन्तर्गत पर्छ यो। त्यसपछि यो 1 पढेपछि यो 2 पढ्ने, अनि यो पनि पढिसके पछाडि चाहिँ अब इरोदोरी पनि पढ्नु पर्ने हुन्छ। जस्तो A2 को 1 एलिमेन्ट्री 2 को 1 छ, यो बुक पढ्दा पनि भयो। यो पनि महत्त्वपूर्ण कुराहरू नै छ यसको भित्र है। अब यो नपढिकन अर्को यो पढ्दा पनि भयो, जसरी पढ्दा पनि हुन्छ है। यो चाहिँ A2 को 2 है, एलिमेन्ट्री 2 को 2 इरोदोरी बुक छ। यो जुन पढ्दा पनि हजुरहरूलाई भइहाल्छ है। यो 1 पढ्दा नि भयो, 2 पढ्दा नि भयो, कहिले 2 बाट नि आइरहेको हुन्छ, अथवा यो दुईटा बुक पढ्दा झन् बेस्ट त भइहाल्यो। तपाईँको यति JFT को लागि चाहिँ यो 3वटा बुक पढ्नुभयो भने एकदमै बेस्ट हुन्छ। JFT को लागि 3वटा बुक चाहिँ पढ्नु भने एकदम राम्रो हुन्छ। मैले देखाइराखेको छु है, 3वटा बुक JFT को लागि यो भइहाल्यो। 3वटा बुक पढ्दा भइहाल्यो। यो चाहिँ तपाईँको लगभग 6.5-7 महिना जस्तोमा चाहिँ यो हामीले N5 N4 JFT पढिसकाउँछौँ। त्यसपछि अब स्किल पढ्नको लागि, अब स्किल पढ्न चाहिँ अब नर्सिङ केयर गिभर पढ्दा पनि भयो, अथवा फुड सर्भिस पढ्दा नि भयो, अथवा एग्रिकल्चर चाहिँ नेपालीबाट एक्जाम हुन्छ। एग्रिकल्चरमा चाहिँ जस्तो नेपाली बुक छ, एउटा क्रप फार्मिङ छ, एउटा लाइभ स्टक फार्मिङ छ। यो क्रप फार्मिङ नेपालीबाटै हुन्छ। यहाँ आफूले पढ्नुभयो भने क्वेसनहरू नेपालीमै आउँछ। अलिकति लिसनिङ पनि हुन्छ। लिसनिङ अब JFT पढिसकेका मान्छेले थोरै नर्मल खालको लिसनिङ त सकिहाल्नुहुन्छ। यो आफैले सेल्फ स्टडी गर्दा पनि भयो क्रप फार्मिङको लागि है। त्यस्तै गरी लाइभ स्टक फार्मिङ भन्ने छ अर्को, यो पशुपालन सम्बन्धी यो बुक छ। यो नेपालीमै छ। तपाईँको लिसनिङ हुन्छ है। लिसनिङ चाहिँ अब JFT पढिसकेकोले पढ्न गर्न सक्नुहुन्छ। यो नेपालीमै छ यो बुक है। यो भइहाल्यो क्रप फार्मिङ। अनि त्यसपछि गएर अब फुड सर्भिस भनेको होटेल रेस्टुरेन्टतिर जानुहुन्छ भने, जस्तो रिसोर्टहरूतिर जापानमा काम गर्नलाई जान चाहनुभएको छ भने चाहिँ फुड सर्भिसको पढ्नु पऱ्यो है। फुड सर्भिसको बुक चाहिँ यो बुक पढ्नु पऱ्यो हजुरहरूले। यसको भोक्याबुलरी पनि छ यहाँ, यो पढ्नु पऱ्यो। फुड सर्भिसको बुक यसरी यो मैले दिएको छु, यो पढ्नु पऱ्यो। हामीसँग मोडल क्वेसन पनि छ है, फुड सर्भिसको मोडल क्वेसन पनि छ। यो चाहिँ अब तयारी गर्नु पऱ्यो फुडको लागि जाने हो भने। त्यस्तै गरी
नर्सिङ केयर गिभरको लागि जानुहुन्छ भने, जान चाहनुभएको छ भने नर्सिङमा चाहिँ दुईवटा एक्जाम हुन्छ, एउटा नेपालीबाट हुन्छ, एउटा जापानिजबाट हुन्छ। जस्तो नेपालीबाट एक्जाम दिनको लागि चाहिँ यो बुक पढ्नुपर्छ। यहाँ भित्र जापानिज पनि छ हल्का लेखेको, यो बुक छ नेपालीको लागि भनेर विशेष जापान फाउन्डेसनले उपलब्ध गराएको बुक छ। यो बुक भइहाल्यो, हेर्नु होला है। यो बुक पढ्नु पर्यो नर्सिङ केयर गिभर जाने हो भने। त्यस्तै गरी अर्को जापानिजको लागि, जापानिज एक्जाम दिनको लागि चाहिँ यो छ, यो खालको ब्लू कलरको बुक छ, यो पढ्नुपर्ने हुन्छ है। यहाँ खाइगो नो निहोन्गो भनेको छ, यो पढ्नु पर्यो। त्यस्तै गरी अर्को एउटा बुक हामीसँग विशेष खालको बुक पनि छ, यो ग्रिन कलरको, यो पनि एकदम जापानिजको लागि चाहिँ, जुन नर्सिङ केयर गिभर जापानिज भाषाको हामीले दिनुपर्ने हुन्छ। यो एकदम यसको लागि इम्पोर्टेन्ट बुक पनि छ। यो अर्को हजुरहरूलाई मैले देखाएँ, यो बुक पढ्नुपर्ने हुन्छ। जस्तो जेएफटी स्किल पास गर्नुपर्ने हुन्छ। जस्तो N5 N4 जेएफटी स्किल, जस्तो N5 र N4 चाहिँ पढ्ने मात्रै, अथवा हामीले JLPT N4 पास गर्दा पनि हुन्छ। होइन भने स्किल के अरे जेएफटी पास गर्ने, अनि त्यसपछि स्किल पास गर्दा भइहाल्यो। किनकि जेएफटी स्किल फर्महरू चाहिँ 1.5 महिना 2 महिनामा खुलिरहेको हुन्छ। फर्म भर्न त्यति गाह्रो छैन, सजिलै छ। SSW भिजामा जापान जानको लागि चाहिँ हजुरहरू धेरै स्टुडेन्टहरूले चाहिँ मलाई सोध्नुहुन्छ, सेन्सै यो पढाइ चाहिँ कति चाहिन्छ, एकाडेमिक लेभल भन्नुहुन्छ। पढाइ जति भए पनि हुन्छ, नपढे पनि भयो, नपढेकै छ भने पनि यो जापान फाउन्डेसनले भनेको जेएफटी र स्किल चाहिँ पास गर्न सक्नु पर्यो। त्यो भएपछि सजिलै सकिन्छ। पढाइको कुनै भनेको छैन यतिमा भनेर भनेको छैन। अनि जस्तो जेएफटी स्किल पास गरिसके पछाडि चाहिँ अब डकुमेन्टहरू बनाएर, अनि जस्तो सिभीहरू भयो, अरू फर्दर डकुमेन्टहरू बनाएर चाहिँ कम्पनीलाई पठाइसके पछाडि कम्पनीले हेरेर अनि इन्टरभ्यूको डेट दिन्छन्। अनि इन्टरभ्यू दिने, इन्टरभ्यू सिलेक्ट भएपछि अनि मात्रै एप्लाईको कामहरू अगाडि बढ्छ। उताबाट अफर लेटर पठाउने, कन्ट्र्याक्ट पेपरहरू भयो, एग्रिमेन्ट पेपरहरू भयो, त्योहरू पठाएर अनि त्यसपछि एप्लाईको काम अगाडि बढ्छ। अनि एप्लाई गरिसके पछाडि अनि सिओए वेटिङ गर्ने हो, त्यसपछि मात्रै जापान जाने बाटो खुल्छ है। जस्तो हाम्रो चाहिँ यहाँ के गरिरहनुहुन्छ धेरै स्टुडेन्टहरूले भने, जस्तो जेएफटी पास गर्नुभयो अनि स्किल पास गर्नुभयो, त्यसपछि गएर इन्टरभ्यूहरू तयारी गर्दै गर्ने, अनि N3 पनि पढ्नुहुन्छ। जस्तो N3मा चाहिँ अब यो मिनानो निहोन्गो भन्ने एउटा छ, यो बुक भयो। अर्को सो मातोमेको बुक हुन्छ। विशेष चाहिँ सो मातोमेको बुक पढ्नुभयो भने N3 को लागि सहज हुन्छ। जस्तो जापान गएर अलिकति सहज होस् भनेर N3 पढिराख्नु भएको धेरै स्टुडेन्टहरू भेटेको छु, पढिरहनुहुन्छ। यो कुराहरू भयो। हजुरहरूलाई मैले जुन SSW भिजामा चाहिँ जापान जानको लागि के कुराहरूमा चाहिँ पास गर्नुपर्छ, के कुराहरूमा चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ, यी यावत कुराहरू चाहिँ आजको भिडियोमा बताएँ। हजुरहरूलाई बुकहरू आवश्यक परेको छ भने पनि दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ, अथवा WhatsApp नम्बर छ त्यसमा कल गर्न सक्नुहुन्छ। हामीले बुकहरू पनि उपलब्ध गराउँछौँ है। भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। नमस्ते।